जय श्री राधे। आदरणीय भक्त भागवत महानुभावहरू, यहाँहरू सबैप्रति हार्दिक स्वागत नमन गर्दै हामी आश्विन कृष्ण एकादशी महात्म्यको चर्चा गर्नका निमित्त उपस्थित भएका छौँ। यो महालय श्राद्धको पर्वको बीचमा पर्ने एकादशीको नाम के रहेको छ, महिमा के रहेको छ, यावत विषयमा हामी जानकारी प्राप्त गर्नेछौँ। यो असोज महिनाको 1 गते महान पर्व संयोग परिरहेको छ। विश्वकर्मा पूजा। आफ्ना घरमा रहेका समस्त मेसिनरी चिजहरू, कल कारखानाहरूको हामीले सरसफाई गर्ने, त्यसै गरेर विश्वकर्मा देवताको आराधना गरेर हामीलाई यो शिल्पकलाको जसले प्रादुर्भाव जसद्वारा सुरुवात भयो, त्यस्ता विश्वकर्मा बाबाको सम्मान गर्ने, सेवा पूजा आराधना गर्दै गर्दै त्यस्तै गरेर एकादशी व्रत महात्म्य श्रवण गर्ने, एकादशी व्रत आराधना गर्ने पावन दिन पनि रहेको छ। सर्वप्रथम युधिष्ठिर महाराजले भगवान श्रीकृष्णसँग प्रश्न राख्नुभयो, हे भगवान, यो आश्विनस्या शीते पक्षे अर्थात् आश्विन कृष्ण पक्षमा के नाम गरेकी एकादशी हुन्छन्, विशेष गरेर यो पितृपक्षमा पर्ने एकादशीको महिमा के रहेको छ, म महात्म्य श्रवण गर्न चाहन्छु भनेर युधिष्ठिरले यसरी प्रश्न राखिसके पछाडि भगवान श्रीकृष्ण यो एकादशीको महात्म्य श्रवण गराउनुहुन्छ, वर्णन गर्नुहुन्छ। यस्या श्रवण मात्रेण वाजपेय फलम लभेत्, पुराकृत युगे राजा बभुवा रिपुसूदन। हे रिपुसूदन, हे शत्रुहरूलाई दमन गर्ने भएका युधिष्ठिर, जुन एकादशीको महात्म्य मात्र श्रवण गर्नाले पनि वाजपेय यज्ञ गरेको फल प्राप्त हुने गर्दछ, त्यसको महिमा के छ भने पुराकृत युगे राजा, पहिले त्रेता युगमा पुराकृत युगे राजा बभुवा रिपुसूदन, सत्ययुगमा, सत्ययुगको प्रसङ्ग ल्याएर श्रवण गराउनु भएको छ। कृत भनेको सत्ययुगमा एकजना इन्द्रसेन इति ख्यातः पुरीं माहिष्मतीं प्रति, माहिष्मती नाम गरेको नगरमा एकजना इन्द्रसेन नाम गरेका अत्यन्त प्रतापी धर्मात्मा राजा हुनुहुन्थ्यो। सब राज्यम पालयामास धर्मेण यशसान्वित, उहाँको कीर्ति पनि चारैतिर फैलिएको थियो। यश कीर्ति फैलिएका त्यस्ता राजाले धर्मपूर्वक राज्यको पालना गर्नुहुन्थ्यो। पुत्र पौत्र समायुक्तो धन धान्य समन्वित, छोरा बुहारी, छोरी नाति नातिना अनि धन धान्यले भरिपूर्ण हुनुहुन्थ्यो माहिष्मती नगरका राजा इन्द्रसेन। यसरी अत्यन्त सुखपूर्वक आफ्नो राज्यमा बसिराख्नु भएको थियो। एक दिनको कुरा हो, अवतिर्यागम धीमान अम्बराद नारदो मुनि, एक समयको कुरा हो, सहसा अचानकै आकाश मार्गबाट नारद महामुनिको आफ्नो राज्यमा आगमन भयो, जहाँ इन्द्रसेन राजा बसिराख्नु भएको थियो। त्यही समयमा राजाले अत्यन्त उच्च आसनमा राख्नुभयो, पूजा गर्नुभयो। सन्त महात्मा अतिथि गणहरूको सेवा गर्नुहुन्थ्यो, उहाँले अतिथि सत्कार गर्नुभयो, उच्च आसनमा राख्नुभयो। नारद महामुनिले पनि कुशल प्रश्नहरू गर्नुभयो। कुशलम तव राजेन्द्र सप्तसङ्गेषु वर्तते, हे राजन, हजुरका सबै अंगरक्षकहरू, मन्त्रीमण्डलहरू सबैजना सुरक्षितै हुनुहुन्छ होइन, राज्य सुखपूर्वकै छ होइन भनेर यस्ता कुशल प्रश्नहरू राख्नुभयो। त्यो समयमा राजाले सबै हजुरको कृपाले गर्दाखेरि आज म सन्तुष्ट छु, प्रजाहरू पनि सन्तुष्ट छन्, अनि अंगरक्षकहरू सबैलाई कुशलै छ, अनि हजुरलाई पनि कुशलै छ होला भनेर यसरी एक आपसमा वार्तालापहरू भए। अनि यसरी भलाकुसारी भइसके पछाडि नारद महामुनिले एउटा आश्चर्य लाग्दो घटना आज हजुरलाई म सुनाउँछु भनेर वर्णन गर्न लाग्नु। कस्तो आश्चर्यजनक घटना नारद महामुनि बताउनुहुन्छ। ब्रह्मलोकात् अहम प्राप्तो यमलोकम नृपोत्तमा, म ब्रह्मलोकबाट घुम्दै घुम्दै यमलोकमा पुगेको थिएँ। यमलोकमा पुगिसके पछाडि त्यहाँ यमराज धर्मराजद्वारा मलाई ससम्मान आसनमा राखियो, पूजन भयो मेरो, अनि मैले त्यहाँको सबै अवलोकनहरू गर्दो भएँ। अवलोकन गर्दै गर्दै जाँदाखेरि त हे राजन, बहु पुण्य प्रकरता च व्रत भङ्गैक दोषत,
सभायां श्राद्धदेवस्य मया दृष्टपिता तव। हे इन्द्रसेन, हे राजन, मैले त्यहाँ त्यो धर्मराजको सभामा बस्दै जाँदाखेरि त स्वयं तिम्रा पितालाई त्यहाँ देखेको थिएँ। श्राद्धदेवस्य मया दृष्टपिता तव। तिम्रो पितालाई मैले त्यहाँ देखेको थिएँ। जब पितालाई देख्ने बित्तिकै मलाई पनि आश्चर्य लाग्यो। हो, यस्तो धर्मात्मा राजा कसरी यो आज धर्मराजको नगरमा आएर बसेका होलान् भनेर मलाई पनि आश्चर्य लागिरहेको थियो। त्यही समयमा हजुरका पिताले मलाई आज्ञा दिनुभएको छ। कथितस्तेन सन्देश तम निबोध जनेश्वर। हे नारद महामुनि, हजुरले लगेर यो मेरो सन्देश माहिष्मतिपुरीमा मेरा पुत्र इन्द्रसेनले अहिले राज्य गरिरहेका छन्, तिनै सन्तानलाई, मेरा पुत्रलाई लगेर यो छोटो सन्देश सुनाइदिनुहोला भनेर यसरी हजुरका पिताले मलाई एउटा सन्देश पठाउनु भएको छ भन्ने बित्तिकै अब आश्चर्य लाग्यो राजालाई पनि। हो, कस्तो सन्देश होला, आज स्वर्गलोकमा जानुभएको छ मेरो पिता भन्ने मलाई यसरी मलाई ढुक्क भइरहेको थियो। तर मेरा पिताले आज यमपुरीबाट, धर्मराजको त्यो नगरबाट कस्तो सन्देश पठाउनु भएको होला, के होला भनेर सुन्ने मलाई पनि यो एउटा कौतूहलता जागेर आयो। त्यही समयमा नारद महामुनि बताउनुहुन्छ, तस्याग्रे कथय ब्रह्मन्थितं मां यमसन्निधौ केनापि चान्तरायण पूर्वजन्मोद भवेन वै। मलाई पूर्वजन्मको कुनै एउटा कर्ममा त्रुटि भएका कारणले गर्दाखेरि आज यमपुरीमा आएर बसेको छु। व्रत भङ्गैक दोषतः, कुनै व्रत भङ्ग भएको कारणले। अनेक व्रत त गर्नुहुन्थ्यो, तर कहिलेकाहीँ व्रत लिँदै जाँदा भङ्ग हुन्छन् नि। कहिले निन्द्रा आउँछ, कहिले चाहिँ हामीले व्रतमा गर्नुपर्ने नियमहरू त्रुटि भइरहेका हुन्छौँ। अथवा सत्यम वद धर्मम चर, सत्य बोल्नुपर्छ भन्दाखेरि कहिलेकाहीँ ढाँट्नु पनि पर्ने हुन्छ। व्रतमा यस्ता नियमहरू कहिलेकाहीँ झुट बोलिएको हुन्छ, कहिले नजानेर निधाइन्छ, कहिले अभक्ष्य कुराहरूको भक्षण भएको हुन्छ। यस्ता दोषका कारणले हाम्रा व्रतहरू भङ्ग भइरहेका हुन्छन्। यस्तै यी राजाका पिताको पनि व्रत भङ्ग भएको रहेछ। त्यस कारणले गर्दा यमपुरीमा बसिराख्नु भएको थियो। पुत्रलाई सन्देश पठाउनु भयो, पितु सर्गतये राजन् इन्दिरा व्रतमाचर तेन व्रत प्रभावेण स्वर्गम यस्यति ते पिता। यतापट्टि पुत्रलाई आश्चर्य भयो, ओहो, त्यस्तो कुनै कर्म गरिदिँदाखेरि पिताको उद्धार हुन्थ्यो भने कर्म गरिदिने थिएँ भनेर नारदसँग यसरी आफ्ना मनमा लागेका ती भावनाहरू सुनाइराख्नु भएको थियो। नारद महामुनिले पनि बताउनु भयो, हजुरका पिताले एउटा उपाय पनि बताउनु भएको छ। कस्तो उपाय भन्दा इन्दिरा व्रतमाचर, यो पितृपक्षमा पर्ने आश्विन कृष्ण एकादशी, जसको नाम हो इन्दिरा एकादशी, त्यो एकादशीको प्रभावले गर्दाखेरि यदि सन्तानले नै पनि एकादशीको त्यो व्रत गरिदिए भने मैले स्वर्गलोकलाई प्राप्त गर्ने थिएँ, अर्थात् यो यमलोकबाट मलाई छुटकारा प्राप्त हुने थियो भनेर यसरी पिताजीले निवेदन गर्नुभएको छ। त्यस कारणले गर्दा हे राजन, हजुरले आफ्ना पिताजीको उद्धार गर्ने चाहनुहुन्छ, पिताजीको मोक्ष गति हुने चाहना गर्नुभएको छ भने पिताजीले भने बमोजिम हजुरले यो एकादशीको व्रत आराधना गर्नुहोला भनेर नारद महामुनिले सन्देश श्रवण गराउनु भयो। अब त राजालाई उत्सुकता जागेर आयो, हो, आफ्ना पितृहरूको उद्धार हुन्छ भने म अवश्य पनि यो एकादशीको व्रत आराधना गर्नेछु भनेर अब विधिहरू श्रवण सोध्न लाग्नु भएन नारद महामुनि समक्ष। हे नारद महामुनि, यो इन्दिरा एकादशी व्रत विधान गर्ने नियम के कस्तो रहेको छ, मलाई वर्णन गर्नुहोस् न, नियम कस्तो रहेको छ भनेर प्रश्न राख्नुभयो। त्यो समयमा नारद महामुनि बताउनुहुन्छ, शृणु राजन् हितं वच्मि व्रतस्यास्य विधिं शुभम् आश्विनस्यासिते पक्षे दशमी दिवसे शुभे। जो आश्विन कृष्ण एकादशीको व्रत आराधना गर्नु पूर्व दशमीका दिनमा नै स्नान गर्नु पर्दछ। अनि स्नान गरेर दशमी दिवसे शुभे, अघिल्लो दिनदेखि, किनभने भोलिपल्ट व्रत छ भने आजबाटै आहार विहारहरू शुद्ध हुनु पर्दछ, पवित्र हुनु पर्दछ। अघिल्लो दिनमा सबै नङहरू काट्ने, शुद्ध पवित्र रहने। अनि प्रातः स्नानं प्रकुर्वीत श्रद्धायुक्तेन चेतसा, प्रातःकालमा नै स्नान गर्ने एकाग्र भएर, अनि मध्याह्नको समयमा पनि स्नान गर्ने, अनि पितृहरूलाई
पितृहरूका निमित्त श्राद्धहरू पनि गर्ने त्यही दिनमा, अथवा अरू नै आफ्ना पितृका तिथिहरू छन् भने पनि मध्याह्नमा गएर तर्पण आदि गरेका कर्महरू गर्नुपर्दछ। पितृणाम प्रीतये श्राद्धम कुर्या श्रद्धा समन्वित, अथवा आफूले श्राद्ध गरिएको छ अथवा अरू नै तिथिमा आफूले श्राद्ध गरिँदैछ भने पनि अघिल्ला दिनमा श्रद्धापूर्वक पितृहरूलाई केही जल अर्पण गर्नुपर्दछ। एकभुक्तम तत कृत्वा रात्रौ भूमौ सहित, एकभुक्तम भनेको एक छाक मात्र शुद्ध भोजन गर्ने अघिल्ला दिनमा, अनि सम्भव हुन्छ भने भुइँमा पलङमा शयन नगरेर भुइँमा बिस्तारा लगाएर शयन गर्नुपर्दछ। अनि प्रभाते विमले जाते प्राप्ति च एकादशी दिने मुख प्रक्षालनम कुर्या दन्त धावन पूर्वकम, अनि भोलिपल्ट एकादशीका दिन प्रातःकालमा आफ्ना नित्य स्नान भयो, दन्त धावन भयो, मुख शुद्धिहरू भए, शरीर शुद्धि भए, यस्ता बाह्य सूचीका कर्महरू गर्नुपर्दछ। अनि आभ्यन्तर सूचीका लागि जप उपासनाहरू पनि गर्नुपर्दछ। उपवासस्य नियमं गृह्णीयात् भक्तिभावतः अत्यथित्वा निराहार सर्वभोग विवर्जित, सबै भोग उपभोगहरूलाई परित्याग गर्ने अनि केवल भगवानमा एकाग्र भएर भगवानको स्मरण गर्ने, भगवानका नाम संकीर्तनहरू गर्ने, शालिग्राम भगवानको सेवा गर्ने, यसरी एकाग्र भएर भगवानको स्मरण गर्नुपर्दछ। अनि मध्याह्नदेखि उता केही फलाहारहरू जलाहार आदि गरेका कर्महरू पनि शुद्ध भएर गर्नुपर्दछ। शालग्राम शिलाग्रेतु श्राद्धं कृत्वा यथाविधि भोजयित्वा दिजान शुद्धान दक्षिणाभिः सुपूजितान्। अनि त्यस्तै गरेर यो दिनमा यदि श्राद्ध पर्दछ भने भगवान शालिग्रामलाई स्थापना गरेर भगवानको अगाडि बसेर श्राद्ध पनि गर्नुपर्दछ। अनि यदि श्राद्ध गरिसके पछाडि अब पितृप्रसाद त ग्रहण गर्नु पर्यो नि, अब व्रत पनि भङ्ग नहुने, श्राद्ध पनि पूर्णता होस् भनेर विशेष गरेर यही दिनमा हाम्रो घरमा श्राद्ध परिरहेको छ भने त्यो पितृशेषम भनेको जुन आफ्नो भोजन गर्ने वस्तु हो त्यसलाई समाग्राह्य, त्यसको यसो वासन लिएर गाईलाई त्यो वस्तु अर्पण गर्नुपर्दछ, भोजन अर्पण गर्नुपर्दछ। अनि आफूले फलाहारहरू ग्रहण गरेर पनि त्यो व्रतलाई पूर्ण गर्न सकिन्छ। यसरी यो दिनका कर्महरू गर्ने। श्राद्ध पर्दैन भने पनि एकाग्र भएर भगवानको स्मरण गरेर बस्ने। रात्रौ जागरणम कुर्यात् केशवस्य समीपतः, अनि रात्रिमा जागरण गर्ने, जति सकिन्छ बेलुका 10 बजी 12 बजीसम्म भगवानका नाम संकीर्तन भजन कीर्तन गरेर बस्नु पर्दछ। अनि प्रातःकालमा जब द्वादशी तिथि प्राप्त हुन्छ भोलिपल्ट त्यो दिनमा पनि आफ्ना नित्य स्नान गर्ने, भगवानको सेवा आराधना गर्ने, अनि ब्राह्मणहरूलाई निमन्त्रणा गरेर शुद्ध भोजनहरू गराउने। बन्धु दौहित्र पुत्राद्यै स्वयं भुञ्जित भाग्यतः, अनि मौन भएर आफ्ना बन्धु छोरा नाति नातिना सबैलाई भोजन गराएर आफूले पनि शुद्ध भोजन गर्ने द्वादशीका दिनमा। अनेन विधिना राजन् कुरु व्रतमतन्द्रित विष्णुलोकं प्रयासन्ति पितरस्तव भूपते। यस्तो व्रत नियम गर्नाले अनि तिम्रो पनि व्रत पूर्ण हुन्छ र पितृले पनि मोक्ष गतिलाई प्राप्त गर्दछन् भनेर नारद महामुनिले यो इन्दिरा एकादशी व्रतको पावन महात्म्य चर्चा गरेर श्रवण गराउनु भयो। यो एकादशी व्रतलाई जब पूर्ण गर्नुभयो द्वादशीका दिनमा ब्राह्मण भोजन गराइसके पछाडि व्रत पूर्ण भयो। व्रत पूर्ण भइसके पछाडि आफ्ना पिताजी अब त्यो यमपुरीबाट तत्पिता गरुडारूढो जगाम विष्णु मन्दिरम, आफ्ना पिताजी त गरुडमा आरूढ भएर भगवानको वाहनमा आरूढ भएर विष्णु मन्दिरम भगवानको विष्णु लोकलाई प्राप्त गर्नुभयो। यतापट्टि राजा जो हुनुहुन्थ्यो उहाँले पनि इन्द्रसेनोपि राजर्षि हित्वा राज्यम अकण्टकम, इन्द्रसेन राजाले आफूले व्रत गरेको प्रभावले पितृको पनि उद्धार भयो, आफूले पनि अकण्टक राज्य गर्नुभयो। कालान्तरमा गएर आफ्ना सन्तानलाई त्यो राज्य हस्तान्तरण गरेर आफू पनि स्वर्गलोकमा प्राप्त हुनुभयो। यो इन्दिरा एकादशी व्रतको यस्तो पावन महिमा रहेको छ हे युधिष्ठिर भनेर भगवान श्रीकृष्ण बताउनुहुन्छ। पठना श्रवणा चास्य सर्वपापै प्रमुच्यते। यो इन्दिरा एकादशी व्रत महात्म्यलाई महिमालाई श्रवण मात्र गर्नाले पनि, पढ्नाले सुन्नाले अथवा भगवानको दर्शन मात्र गर्नाले पनि विष्णु लोके बसेच्चिरम, ती भक्तहरूले धेरै समयसम्म विष्णु लोकलाई अथवा मोक्ष चाहिँ भगवान विष्णुको लोकमा गएर निवासलाई प्राप्त गर्दछन् भनेर
यसरी ब्रह्म वैवर्त पुराणद्वारा उद्धृत गरिएको यो आश्विन कृष्ण पक्षमा पर्ने इन्दिरा एकादशी महात्म्य चर्चा गरेर श्रवण गराउनुभयो। आदरणीय सज्जन महानुभाव, यो पितृपक्षमा हामी पनि एकाग्र भएर पितृहरूको आराधना उपासना गरिरहेका छौँ। हामीलाई अलिकति शङ्का लाग्न सक्छ, हो हाम्रा पिताजीको तिथि पनि एकादशी परेको थियो, श्राद्ध पनि गर्नुपर्ने, अनि त्यहाँबाट चाहिँ व्रत पनि भङ्ग गर्नु भएन, कतिलाई सङ्कट पर्छ नि घरमा तिथि भएको अवस्थामा। तर यहाँबाट हामीलाई यो निकास पनि निस्केको छ। यदि श्राद्ध पर्यो भने श्राद्ध छोड्नु हुँदैन, जुन तिथि हो पितृहरूको पिताजीको त्यही दिनमा श्राद्ध गर्नुपर्दछ। अनि व्रत पनि भङ्ग नहोस् भनेर चाहिँ यसरी त्यो पदार्थहरूलाई आफूले यसो बासना लिएर गाईलाई भोजन गराइयो भने पनि आफ्ना व्रत पनि पूर्ण हुन्छन्, सिद्ध हुन्छन् र पितृकार्य पनि पूर्ण हुने यो नियम पनि बताइदिनु भयो। अनि यो वर्ष भने यो 82 सालमा यस्तो संयोग पर्यो कि 1 गतेका दिन इन्दिरा एकादशी व्रत, अनि प्रत्येक वर्ष हामीले असोज 1 गतेका दिन विश्वकर्मा पूजा पनि गर्ने गर्दछौँ। किनभने हाम्रा मेसिनरी चिजहरू, गाडी, यी वाहनहरू जति पनि छन्, यी सबैमा विश्वकर्मा देवताको कृपा भएर नै हामीले सहजतापूर्वक आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्दछौँ। ती मेसिनरी चिजले हामीलाई लाभ गर्दछ। त्यसले गर्दा दुर्घटना भय नहोस्, हामीलाई सधैँभरि सफलता प्राप्त होस् भनेर यो दिनमा विशेष गरेर यथायोग्य सामग्रीद्वारा विश्वकर्मा देवताको पनि पूजा आराधना गर्दछौँ। यदि घरमा आफूले श्राद्ध गर्नुपर्ने छ भने आफ्ना सन्तानहरू, छोरा नातिहरूलाई चाहिँ ती गाडी वाहनहरूको पूजा गर्न लगाएर पनि यसरी हामीले सम्मान गर्नाले हामीलाई सदैव पितृहरूको पनि आशीर्वाद र विश्वकर्मा देवताको पनि आशीर्वाद रहने पावन दिन। त्यसै गरेर एकादशी व्रत पनि हामीलाई यसरी पूर्णता होस् भनेर प्रार्थना गर्ने दिन रहेको हुँदा यो छोटो जानकारी यहाँहरू समक्ष जानकारी गराएँ। हस्त, धन्यवाद। ओम कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः।